हामीले अहिले जुन प्रक्रियाबाट काम गरिरहेका छौँ पहिले त्योलाई भन्दा अझै यो निर्वाचनको यो सबै पार्टीको सबै तहको सबै सरकारको कर्तव्य होला कसरी यसलाई एकदमै राम्रो खालको अहिलेको बजेट निकाल्ने सबै वडालाई छोडे गरी सबै टोललाई छोडे गरी हिजोको साबिकका गाविसका साबिकका वडाहरूलाई छोडे गरी कसरी गर्न सकिन्छ समानुपातिक ढङ्गले पक्कै पनि यो बजेट निस्किन्छ भन्ने म आशा गर्छु र यहाँ भनाइ त नारा त सजिलो छ हामीले समृद्धशीलता सुखी सन्ताली त्यो नारा यति फेमस भयो समृद्ध नेपाल सुखी नेपाली समृद्ध कर्णाली सुखी कर्णाली हुँदै सिमता पनि आइपुग्यो तर नारा राम्रो छ त्यो नारा अनुसार काम हाम्रो कहीँ भएको चाहे सङ्घमा होस् चाहे प्रदेशमा होस् त्यहाँ भएका छैनन् तर यो कार्यान्वयन सिमताबाट होस् भन्न चाहन्छु त्यस कारणले भनाइरहे त समृद्ध नेपाली सुखी नेपाली अब कोही नेपाली सुखी नै होला कुनै ठाउँ समृद्ध नै भएको होला तर नेपालको अधिकांश भूभाग दुखी नेपालीकै छ बढी सुखीभन्दा दुखीकै छ समृद्धभन्दा पृथ्वीकै ठाउँ बढी छ यो समस्या छ हामीले अस्ति कर्णाली प्रदेशको सदनमा पनि भनेका थियौँ यो नारा कि काम यो नारा सुधार्नु पऱ्यो कि भने यो नारा हटाउनु पऱ्यो उचित छैन यो कि त्यो अनुसारको बजेटको व्यवस्थापन गरेर त्यो खालको हुनुपर्छ भनेर हामी कर्णाली प्रदेशमा भनेका थियौँ यो सस्तो लोकप्रियताको नारा मात्र लगाएर हुँदैन भनेर त्यस कारण मैले फेरि यो शिलताको यो भनेर विरोध गरेर खोजेको होइन शिलताले यो कुरा कार्यान्वयन गर्छ भन्ने मलाई विश्वास छ भन्ने त्यसमा छ त्यस कारणले हामीले जति पनि यहाँ कुराहरू आए यहाँ नेतृत्वमा अध्यक्ष पनि हुनुहुन्छ होइन उहाँले पनि एक अवधि खाएर अब अर्को अवधि पनि हाम्रो परिवारजीको पनि हामी अन्तिम चरणमा छौँ र हिजोको भन्दा हिजो त्यो बेला जब देश संहितामा नजान्दैको अवस्था हिजो त्यो साना साना गाविस भएको अवस्था र यो अहिलेको यो सिमताको गाउँपालिका हिजोको हाम्रा करिब 8वटा गाविसहरूलाई गावेर अहिले सिमता गाउँपालिका बनेको छ र त्योभन्दा हामीले अन्तर पाए कि पाएनौँ त्यो हिजोको भन्दा त हामी धेरै परिवर्तन भएको छ अहिले विकासको नाममा होला अन्य कुरामा होला जेसुकै सबैमा हिजोको त्यो व्यवस्थाभन्दा आजको यो सङ्घीय व्यवस्था त्योभन्दा धेरै राम्रो छ र त्योभन्दा धेरै काम पनि हुन्छ किनभने हिजो एउटा वडामा यो एउटा गाविसमा 3 लाख रुपियाँ आउँथ्यो 15-20 लाख रुपियाँ आउँथ्यो र अहिले पालिकामा करोडौँ रुपियाँ आउँछ त्यसले गर्दा विकास होला हाम्रा आवश्यकता धेरै छन् त्यो आवश्यकताहरू एउटै पूर्ति हुन सक्दैन असम्भव छ तर जति गर्नुपर्ने हो त्यति काम त हामीले गरेका छौँ चाहे पालिकाले होला चाहे प्रदेशले होला चाहे सङ्घले होला हाम्रो आकाङ्क्षा त हाम्रा धेरै छन् त हजारौँ छन् 9वटा वडामा हिजोको 8वटा गाविस छ 8 नभने कति हुन्छ 72 वडा थिए त्यो 72 वडामा कति टोल थिए कति गाउँ थिए ती सबै गाउँ र टोलको आफ्नो आवश्यकता थिए छन् अझै पनि र ती सबै हामीले आजसम्म पूर्ति गरिसक्यौँ सबै सम्पन्न गरिसक्यौँ भन्ने पक्षमा हामी छैनौँ तर त्योभन्दा हिजोको भन्दा त आज धेरै भएको छैन केही भएको छैन भन्नेमा छैन भएको छ आज देश संहितामा गइसकेपछि जुन यो पालिकाको निर्माण भयो प्रदेशको निर्माण भयो सङ्घको निर्माण भयो त्यो बेलादेखि अहिलेसम्म त निरन्तर रूपले धेरै विकास भएको छ तर आज यहाँ केही भएन भन्ने पनि छन् देशमा के गरे 25 वर्षमा ठुला पार्टीहरूले भन्ने छ आज त्यही केही नगर्यो भन्नेहरूले आज अमेरिकाको सपना देखेकाहरूले स्विजरल्यान्डको सपना देखेकाहरूले आज नेपालमा केही भएन भन्ने छन् हुँदै गर्दा यो निर्वाचनको त्यही सामाजिक सञ्जाललाई भरेर आज 2/3 सरकार झन्डै 2/3 सरकार भएको छ तर उहाँले के गर्नु भएको थियो हिजो के गर्नु भएको थियो कुनै ठाउँ केही अहिले एकैचोटि कहाँबाट 80-90 वर्ष जस्तो भएर आएर पुरै सरकार 2/3 एउटा सिट नपुग्ला 2/3 बनाउनु भयो र उहाँले सपना बाँड्नु भएको थियो हिजो अब कस्तो नेपाल बनाउने
अर्थमन्त्री आउन बित्तिकै भन्नुभयो 1 खरबको बजेट ल्याउन सकिन्छ भन्नुभयो। आज उही 0 रुपियाँको बजेट त आयो कि उहाँ र आउन बित्तिकै छुट्टै आकाशबाट छुट्टै खालको पैसा आउने भएको भए त हुन्थ्यो होला। यी नेपालकै साधन र स्रोतलाई, नेपालकै आफ्नो आर्थिक अवस्थालाई हेरेर त्यही अनुसारको बजेटको तर्जुमा गर्नुपर्ने त रहेछ नि। जो आए पनि चाहे यहाँ माथि भगवान्ले पठाइदिने रहन्छ, अमेरिकाबाट डोनाल्ड ट्रम्पले पठाएन, अर्कोले पठाएन। आखिर नेपालकै स्रोत साधनले हामी नेपाली जनताले तिरेको करबाट बनेको आर्थिकले त्यसैबाट त जो गएर आज बजेट निकाल्नु पर्दो रहेछ नि त। आज ऊ 21 खरबको बजेट त आयो त, 1 खरबको निकाल्छु भन्नेले, 100 खरबको निकाल्छु भन्नेले। त्यस कारणले हामीले आफ्ना सीमित स्रोत साधनहरू हो। हाम्रा तपाईँहरू यहाँ कतिजना कार्यपालिका सदस्य हुनुहुन्छ अनि वडा सदस्यज्यूहरू हुनुहुन्छ, हामी 50 कतिभन्दा बढी छ। सबैका आकाङ्क्षा छन् आफ्नै होइन। मेरो वडामा मैले सबैभन्दा बजेट लिन पाएको भए, मेरो वडामा भएको खानेपानी सम्पन्न गर्न पाएको भए, मेरो सडकका सञ्जालहरू जोड्न पाएको भए, अन्य सिँचाइका कुराहरू गर्न पाएको भए, तटबन्धन गर्न पाएको भए, मेरो विद्यालय राम्रो बनाउन पाएको भए, मेरो स्वास्थ्य चौकी राम्रो बनाउन पाएको भए, सबैको आकाङ्क्षा छ। तर भएका छन्, फेरि नभएका कतिपय सबै त्यसलाई कति सीमित नभएका होला, कति सबै भएका छन्। तर हामी त्यो अनुसारले हामीले पुर्याउन सक्दैनौँ। त्यो वडा सभा सदस्यले पनि पुर्याउन सक्नु भएको छैन, सदस्यले पनि पुर्याउन सक्नु भएको छैन, अनि अध्यक्षले उपाध्यक्षले पनि सक्नु भएको छैन। तर गर्नु भएको छ धेरै तपाईँहरूले पनि। तर जति हुनुपर्ने हो त्यसैलाई गर्ने हो। जति आकाङ्क्षा छ, जति आवश्यकता छ हाम्रो, त्यो आवश्यकता हामीले पूर्ति गर्न सकेका छैनौँ। त्यो आवश्यकता पूर्ति नगर्नेकै कारणले गर्दा हामीले यहाँ कतिपयले के भन्छ, के गरेका छ र, के भएको छ र, सिमता गाउँपालिकाले के गरे कि आज यो 9 वर्षसम्म सिमता गाउँपालिकाले केही गरेन, प्रदेश सरकारले केही गरेन, सङ्घीय सरकारले केही गरेन। त त्यस्ता खालका भाषिक निर्माणहरू भयो। त्यही भएर कि हामीले पनि पटक पहिलेदेखि भन्दै थियौँ। आज हिजो बालेन शाह आज प्रधानमन्त्री बने, हिजो काठमाडौँको मेयर हुँदा, महानगरपालिकाको मेयर हुँदा यो शक्ति त्यत्तिकै आएको छैन। हामी यो नेपाली काङ्ग्रेस, एमाले, माओवादीका कारणले गर्दा, विकृतिका कारणले गर्दा आज बालेनले महानगरको मेयर जिते। यो शक्ति भोलि बिहान राजसभा भन्ने शक्ति आज त्यत्तिकै उदाएको छैन। त्यस कारणले यी पार्टीहरू सचिनु पर्यो, केन्द्रीय सरकार सचिनु पर्यो, ठुला पार्टीहरू सचिनु पर्यो भन्दै जाँदा भदौ 2324 गतिको जनजीय आन्दोलनले आज देश कहाँ पुर्यायो। त्यही परिणामको कुरा हो। आज त्यही खालको मैले अघि नै भनिसकेँ। आज अमेरिकाको सपना देख्नेहरू, आज स्विजरल्यान्डको सपना देख्नेहरू, अन्य विकसित देशहरूका सपना देख्नेहरूले त्यहाँ गए त्यो देखे। तर नेपाल किन यस्तो भएन? नेपाल आज स्विजरल्यान्ड जस्तो किन भएन? अमेरिका जस्तो किन भएन? अर्को कुनै जस्तो किन भएन? त्यो एकैचोटि हिजो हामीभन्दा उनीहरू धेरै वर्ष अगाडि छ। आज हामी भर्खर बामे सर्दैछौँ। हिजोको भन्दा आज यो 25-30 वर्ष, 30-35 वर्षको अवस्थामा आज देश धेरै कुरा फर्को मारेको छ। हरेक कुरामा, चाहे सडक सञ्जालको होला, सञ्चारको होला, शिक्षाको होला, स्वास्थ्यको होला, विभिन्न दृष्टिकोणले हामी त्योभन्दा हिजोको अवस्थाभन्दा, हामी 26 सालको अवस्थाभन्दा आज हामी धेरै अगाडि 100 गुणा अगाडि बढेका छौँ। तर होला हामी जति गर्न सक्यौँ, आज यो बेलाको समयसम्म जुन पार्टी जुन सरकारमा पुगे जति गर्नु पर्थ्यो त्यो गरेन होला, गति हुनु पर्थ्यो त्यो भएन होला। तर केही भनौँ, मैले भने 100 गुणा बढी भएको छ हिजोको भन्दा। तर पनि आज त्यो भाषा निर्माण भयो। यी पार्टीहरूले के गरे? अहिले पनि के भन्दैछन् हेर्नु त, हिजोसम्म केही हुन बित्तिकै 1 घन्टामा सामाजिक सञ्जालमा व्याप आउँथ्यो। आज बालेनले जे बेला पनि होइन त्यो 25 वर्ष खाँदा यो के गरेको छ यति त भन्ने त्यही भयो। अनि आज हिजो रविले जुन खालका मुद्दा आए आज ती सबैबाट सफाइ पाउँदै आए। किन यो सरकारले मात्रै त्यही त गर्ने? हिजो त ठिक छ, केपी ओलीको सरकारले, शेरबहादुर देउवाको सरकारले, प्रचण्डको सरकारले एउटा ऊ गर्यो, उसलाई मात्रै के गर्यो, व्यक्तिगत हिसाबले रविलासले हाल्यो भन्ने हो। आज त्यही हिसाबले केपी ओली र रमेश लेखकमा किन पोखियो? यदि राजनीतिक हो भने र आज त्यही कुरा फेरि 7-8 ठाउँबाट 5-5 ठाउँबाट रवि क्लिन चिट हुँदैछन् सबै कुरामा। यो अन्तिम त्यो व्यवस्थामध्ये यो 2 सरकार मात्रै कस्तो खालको बनेर आज भनिँदैछ यहाँ
एउटा कुरा त्यो हुँदैछ, अर्को के अरे हाम्रा साथीहरू त्यहीँ लड्को लाग्दै हुनुहुन्छ। आज उहाँको अवस्था हेरी उहाँले हिजो वडाको अधिवेशन गर्नुभयो, राजसभाले पालिकाको गर्नुभयो, प्रदेश क्षेत्रको गर्नुभयो, जिल्लाको गर्नुभयो, प्रदेशको गर्नुभयो। हिजोदेखि आजसम्म भोलिसम्म उहाँको महाधिवेशन हुँदैछ, चितवनमा भइरहेको छ। त्यहाँ को मान्छे के आउँदैछ नि त? हिजो हामीले देख्यौँ जिल्लामा कसरी उहाँहरूको पदाधिकारी सभापतिहरू चयन हुनुभयो, सदस्यहरू चयन हुनुभयो, पदाधिकारीहरू चयन हुनुभयो। कर्णाली प्रदेशमा कसरी चयन हुनुभयो? तर भाइको मिडिया हामीले सर्वसम्मत बनाएर भनेर सामाजिक सञ्जालमा हाल्नुभयो। त्यहाँ एकतर्फी हिसाबले गरियो, बाइपास गरियो कुनै व्यक्तिहरूलाई। त्यस कारणले त्यो पार्टीको गतिविधि त्यो हुँदै जाँदा हाम्रै साथीहरू नेपाली काङ्ग्रेसबाट, एमालेबाट, अब माओवादी भन्ने त नामै रहेको, कता के भन्नुहुँदै हाम्रो अमरजीले होइन, अब नेपाल कम्युनिस्ट पार्टी भन्ने यी सबै पार्टीमा हाम्रो साथीहरू त त्यही गएको छ नि त। यहाँ त पाइनु होइन ठुलो भाग, अब राजसभा पाइन्छ भनेर त्यहाँ जानुभएको छ। अब उहाँले कति भाग पाउनुहुन्छ त्यहाँ थाहा हुन्छ भोलि बिहान होइन। त्यस कारणले यी कुराहरू जादुको छडी होइन कोही जहाँ आए पनि जुन व्यवस्था होला केही कुरा विकृति भएका थिए होला, त्यसलाई सुधार्नुपर्ने वास्तविक कुरा हो। तर यो उहाँहरूको पनि गतिविधि हेर्दै जाउँ त कस्तो हुँदो रहेछ होइन। त्यस कारणले यी कुराहरू हामीले बिर्सेर हामीले अब गर्नुपर्ने कुरा सिमतालाई कसरी बनाउने, अब सिमतालाई सुखारी कसरी बनाउने, समृद्ध बनाउने कसरी भन्ने कुरामा त्यो नाराले मात्र होइन, यहाँका किसानहरूको उत्थान कसरी गर्ने। हामीले सबैभन्दा पहिले म के भन्छु भने हामीले कर्णालीमा पनि भनेका छौँ, यो माटो परीक्षण गर्नु पर्यो। कुन ठाउँमा हेरेर कुन ठाउँको माटो चाहे फलफुल खेती गर्न मिलोस्, कुन ठाउँमा तरकारी खेती, कुन ठाउँमा अन्न खेती, अब फलफुलमा कुन फलफुल कुन ठाउँमा सुन्तला एक ठाउँमा होला, स्याउ त हामी कहाँ फल्दैन, अन्य ओखर कहाँ हुन्छ होला, लिची कहाँ फल्छ होला, आँप कहाँ फल्छ होला, ड्रागन फ्रुट कहाँ हुन्छ होला, किवी कहाँ हुन्छ होला। यो खालको माटो परीक्षण गरेर हामीले किसानहरूलाई त्यो गर्न पायौँ भने गाई पाल्नु कुन ठाउँमा हुन्छ होला, भैँसी पाल्नु उचित कहाँ छ होला, बाख्रा पाल्नु उचित कहाँ छ होला, कुखुरा पाल्नु उचित कहाँ होला, त्यो तरिकाले हामी व्यावसायिक खेतीमा जान सकेनौँ भने हाम्रो कहिल्यै पनि अवस्था यही अवस्था हुन्छ। हामी किसानहरूले पनि व्यावसायिक तरिकाले, हिजो हामी परम्परावादी भन्दा पनि हिजो बाजे हाम्रा बुवाले जे गरे त्यही तरिकाले गरियो भने हाम्रो उन्नति हुनेवाला छैन। अब हामी व्यावसायिक खेतीमा व्यावसायिक तरिकाले खेती जबसम्म गर्न सक्दैनौँ तबसम्म हाम्रो उन्नति हुँदैन। र यहाँ अर्को कुरा मैले पटक भन्ने अध्यक्ष हुनुहुन्छ, निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ, हामीले धेरै कुरामा सहकार्य गर्दै पनि गएका छौँ विकासको बिचमा। र मैले पटक भन्ने गरेको छु, अघि पछि हामी पार्टी नमानौँ, हामी जनप्रतिनिधि हौँ। जनप्रतिनिधि भनेका जनताका साझा मान्छे हौँ हामी। त्यस कारणले हामी यो जनता त्यो कसको, यो कसको, मेरो त्यो तेरो भन्नेतिर नलागौँ र समग्र कहाँ आवश्यकता हो विकास, वास्तविक विकास चाहिनुपर्ने कहाँ हो त्यतातिर लागौँ। र सुधान्ति गर्ने कुरा त जब चुनाव आउँछ, अब फेरि 84मा स्थानीय चुनाव आउला, प्रदेशको आउला होला, आफ्नो उम्मेदवारी आफ्नो राजनीतिक पार्टीबाट हालौँला, आफ्नो प्रचार गरौँला, त्यो बेला लागौँ। त्यसपछि जो जित्छ जसले हार्छ अनि समग्र रूपमा एउटै भएर अनि विकासको लागि एकताको रूपमा हामी अगाडि नबढेसम्म विकास हुने सम्भावना छैन। हामी आफ्नो तालले गयौँ भने यहाँ कस्तो अहिले 3 तहको सरकार छ, स्थानीय तहको सरकार, प्रदेशको सरकार, सङ्घीय सरकार। हामीले सङ्घले गर्ने काम के, प्रदेशले गर्ने काम के, पालिकाले गर्ने काम के, वडाले गर्ने काम के, हामीले छुट्याएर गऱ्यौँ भने वडाले गर्न सक्ने काम वडाले, पालिकाले गर्न सक्ने काम पालिकाले, प्रदेशले गर्ने काम प्रदेशले, सङ्घले गर्ने काम सङ्घले गरेर हामीले सेन्ट्रलाइज गरेर हामीले गयौँ भने यो सिमताका कुन योजना प्रदेशमा पठाउने, कुन योजना सङ्घमा पठाउने, कुन सिमताको पालिकाले गर्ने, कुन वडाले गर्ने गएर हामी एउटा त्यो हिसाबले गयौँ भने अनि मात्र सिमता सफल हुन्छ र भोलि बिहान समृद्ध सिमता, सुखारी सिमताले भन्न पाइन्छ भन्ने कुरा राख्दै र यो 19औँ गाउँसभा पूर्ण सफलताको शुभकामना दिँदै बिदा हुन्छ। धन्यवाद।